जब सपना विदेश जान बाध्य हुन्छ त्यो दिन आन्दोलन गर्ने हुन्छ। हेलो गाइज, व्हाट्सअप नमस्ते सबैजनालाई। आई थिङ्क यु अल नो मी स्मिथ समय अधिकारी होइन। र आज कविताहरू बनाउने क्रममा आजको कविताको शीर्षक रहेको छ देश एयरपोर्ट होइन। यो कुनै कथा होइन, यो आक्रोश हो, यो आक्रोशको आवाज हो, यो नाटक होइन, यो पुस्ताको अन्तिम धैर्य हो। सडकमा उभिएका युवाको हुल एक दिनको रिस होइन, यो वर्षौँदेखि थुप्रिएको अन्यायको पराकाष्ठ हो। जब सपनाहरू भिजा सेन्टरको लाइनमा उभिन्छन्, तब भविष्य एयरपोर्टको गेटबाट बाहिरिन्छन्, तब त्यही आन्दोलन जन्मिन्छ। जब लाखौँको डिग्री काठको दराजभित्र धुलो खान्छ र जागिर चिन्जानको सिफारिस खोज्छ, त्यही विद्रोह उठ्छ। हामीले ढुङ्गा बोकेका छैनौँ, हामी आफ्नो भविष्य बोकेर निस्केका छौँ। हामी सत्ता जलाउन आएका थिएनौँ, हामी निराशा निभाउन आएका थियौँ। त्यो आन्दोलन कुनै व्यक्ति विरुद्धको थिएन, त्यो प्रणाली विरुद्धको थियो। हामीलाई भाषण होइन, परिवर्तन चाहिन्छ। हामीलाई सपना बेच्नेहरू होइन, अवसर बनाउनेहरू चाहिन्छ। एउटा बुबाको फुटेको कुर्कुचाले आज पनि बाटो कुरिरहेको छ, आफ्नो छोरा फर्किने बाटो। तर त्यो छोरा विदेशको रनवेमा हराउँदैछ। किन थाहा छ? किनकि देशमा रोजगार छैन, व्यवस्थामा न्याय छैन, र नेतृत्वमा जवाफदेहिताको नामो निशान छैन। हामीलाई डर देखाइन्छ, हामीलाई लोभ देखाइन्छ, हामीलाई मौन बनाइन्छ। तर अब मौनता अपराध हुनेछ। अब चुप बस्नु भनेको आफ्नो भविष्यसँगको धोका हुनेछ। क्रान्ति सडकमा मात्र हुँदैन, क्रान्ति चेतनामा जन्मिन्छ, क्रान्ति मतपेटिकामा हुर्किन्छ। तिम्रो औँलाको एउटा छाप भाद्र 23 को गोलीभन्दा शक्तिशाली हुन्छ। तिम्रो औँलाको एउटा छाप भाद्र 23 को गोलीभन्दा शक्तिशाली हुन्छ। किनकि गलतलाई शून्य बनाउने सबैभन्दा ठुलो ब्रह्मास्त्र हो तिम्रो भोट। नबिक रक्सीमा, नझुक पैसामा, नडर धम्कीमा। देशको भविष्य एयरपोर्टमा होइन, मतपेटिकामा कस्ने मतपत्रमा लेखिन्छ। जाग मतदाता, जाग। हामी यस्तो बिहानी चाहन्छौँ जहाँ कुनै छोरा विदेशिन बाध्य नहोस्, जहाँ कुनै बुवा छोरो आउने बाटो कुर्दै मर्न नपरोस्। जाग मतदाता, जाग। अब यो अन्त्य होइन, यो सुरुवातको पहिलो चरण हो। देश एयरपोर्ट होइन, देश युवा हो। देश एयरपोर्ट होइन, देश युवा हो। धन्यवाद। सुन्नमा आउँदैछ होइन, आफ्नो भोट सोचेर देश विकास गर्न अहिलेसम्म हामीले हेऱ्यौँ, अब उनीहरूले हेर्नेछ। धन्यवाद।